सुनाउन चाहन्छु। मैले नेकपा एमालेबाट टिकट पाएर उपमेयरमा निर्वाचित भए। उपमेयरमा निर्वाचित भएपछि कुनै पनि दिन समय बार चाडपर्व केही नगरिकन सदैव आफ्नो जिम्मेवारी आफ्नो कर्तव्यमा निष्ठावान भएर जनताप्रति इमानदार भएर सदैव काम गरिरहे। जनताको सामुन्ने काम गरिरहे, जनताको माझ नै उभिएर काम गरिरहे, सदैव आफ्नो पदप्रति वफादार भए, सदैव आफ्नो जनता र राष्ट्रका लागि वफादार भइरहे। त्यसै कारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो। आफूले गरेको कामको सकारात्मक प्रभावहरू देख्न थाले। त्यसपछि राष्ट्र विकास भएको हेर्न नचाहनेहरू, काम गरेको देख्दाखेरि बत्ती पोल्नेहरूका लागि मेरो कामले गर्दाखेरि पोल्न थाल्यो र चौतर्फी आक्रमण गरेको मैले आफूले पनि महसुस गर्न थाले। निरन्तर रूपमा आक्रमण भइरहेको छ। मैले गरेको काम र यो जनताप्रतिको उत्तरदायित्व देशभित्र मात्र होइन, सहरभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई रेकग्नाइज गर्न थाल्यो। संसारका विभिन्न मुलुकहरूले, विभिन्न मुलुकका सरकारहरूले नै निमन्त्रणा पठाएर काठमाडौँमा गरिएको राम्रो अभ्यास, राम्रो काम र अनुभव साट्नका लागि निमन्त्रणा गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे। त्यसले पनि धेरैलाई पोल्यो। कुनै आधारविहीन लेख्नलाई पनि छेकेन, जथाभावी बोल्नलाई पनि छेकेन, जथाभावी कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गरिरहे। त्यो आक्रमण गर्ने व्यक्तिहरू राष्ट्र विरोधीहरू हुन्। त्यस्ता तत्त्वहरू, राष्ट्र विरोधी तत्त्वहरू सल्बलाइरहेका छन्। अहिले संसारभर नेपालको नाम उच्च राख्न सफल बनेकी छु। यङ ग्लोबल लिडरको रूपमा चयन भएकी छु र यो चयन भइरहँदाखेरि यो व्यक्तिको लागि मात्र होइन, राष्ट्रको लागि हो, देशका सम्पूर्ण युवाहरूको लागि हो। युवाले काम गर्न सक्छ, नेपाली युवाहरू अघि बढ्न सक्छ र राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा आफ्नो ठाउँ बनाउन सक्छ भन्ने उदाहरण हो। र यो उपाधि म यहाँ सबैलाई समर्पित गर्न चाहन्छु र अझ धेरै राम्ररी इमानदार भएर कामलाई निरन्तरता दिइरहनेछु। र यसले पनि धेरैलाई पोल्यो, धेरैलाई गाह्रो भयो, सकस भयो, सुन्न सकेन, हेर्न सकेन। त्यसपछि जथाभावी आक्रमण गर्न भने निरन्तर प्रयास गरिरहेको छ। तर म यही मञ्चबाट भन्न चाहन्छु, I am unstoppable. I will not stop working for my people. I will not stop working for my city, for my nation. I will not stop doing the right thing. And I will not stop speaking the right thing. सत्य बोल्न, साँचो काम गर्न, जनतासँग वफादार हुन कदापि पछि हट्ने छैन। आक्रमण भइरहला, तर जित त्यसैको हुन्छ जसले हार मान्दैन, जसले सत्यको बाटो सदैव अघि पछ्याइरहन्छ। यो हामीमा मात्र, ममा मात्र सीमित छैन। पार्टी र त्यसै गरी श्रद्धेय अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, उहाँले पनि काम गरेकै कारण, राष्ट्रवादी भएकै कारणले गर्दा थुप्रै आक्रमणहरू खेप्न परेको छ। त्यस्ता आक्रमण तत्त्वहरू सल्बलाइरहेका छन् र म स्मरण गर्न चाहन्छु 2072 साल, जुन बेलामा देश भूकम्पका कारण थलथलिएको थियो, अर्थतन्त्र ध्वस्त भएको थियो, विकास निर्माणको काम ठप्प भएको थियो, सम्पदाहरू ढलेका थिए। त्यस्ता समयमा राष्ट्रको लागि काम गर्नुभयो, नेतृत्व दिनुभयो। र त्यो समयमा हामीले राजनेता मानेर सम्मान गर्ने त कहाँ हो, झुटो आरोप लगाउने, बदनाम गर्ने तर्फ भने थुप्रै त्यस्ता तत्त्वहरू अघि बढे। तर हामी, तपाईँ, हामी जस्ता युवाहरू, आजका युगका 21औं शताब्दीका युवा भनेर हामीले भन्छौँ भने हामीले कुनै पनि परिस्थितिलाई बुझ्न जरुरी छ, सत्य के हो भनेर जान्न जरुरी छ। अफवाहको पछाडि फटाहरूले निम्त्याएका विभिन्न भ्रमका पछाडि जाने होइन, के हो ठिक, के हो बेठिक भनेर
यो कदापि हुँदैन। हामी युवाहरू we say things, we critically think, we critically analyze and then only we make our perception. कुनै पनि कुरालाई सोच विचार पुर्याउनु भन्दा अगाडि हामी सोच्छौँ, हामी विचार गर्छौँ, सत्य के हो, डेटाले के भन्छ भनेर हेर्छौँ, अध्ययन गर्छौँ, अनि मात्र हामी युवा हुन्छौँ। उमेरले युवा भएर युवा मानिँदैन, उमेरले मात्र युवा बनिँदैन रहेछ। हामी निरन्तर अध्ययनशील हुन्छौँ, सत्यको पछाडि हामी सदैव उभिरहनेछौँ। मैले देखेको एमालेबाट जब आबद्ध हुने निर्णय गरेँ, धेरैजनाले मलाई के भन्नुभएको थियो म तपाईँहरूलाई सुनाउन चाहन्छु। धेरैजनाले मलाई निरुत्साहित पनि गर्नुभयो, धेरैजनाले भन्नुभयो यो पार्टीमा युवाको लागि ठाउँ छैन, यहाँ क्षमतावान मान्छेहरू छैन, अब जीवन बिगार्यो, राम्ररी कमाइ धमाइ गरिरहेको, इज्जत कमाइरहेको, काम गरिरहेको मान्छे बेकारमा राजनीतिमा गएर पार्टीमा गएर जीवन बिगार्यो भनेर धेरैले मलाई अनेकन भ्रम छर्ने मात्र होइन, मलाई भड्काउन लागि निरन्तर प्रयास पनि गर्नुभयो। अनि मैले आत्मविश्वासमा अडिग रहेर उहाँहरूलाई भने म भर्खरैको युवा हो, म भर्खरै राजनीतिमा आफ्नो पाइला चालिरहेको छु, मैले इतिहास बुझेको छु, इतिहास अध्ययन गरेको छु। एमाले थोरै समयको लागि सरकारमा गएको छ, पार्टीहरूलाई कम्पेयर गर्ने हो भने थोरै समयमा सरकारमा गए पनि थुप्रै राष्ट्र विकास, राष्ट्र निर्माण, राष्ट्रवादीका कामहरू गरेका छन्। त्यसकारण म एमालेमा छु। एमाले कसैको घर जलाउन सिकाउँदैन, कहीँ कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमाले युवालाई आफ्नो 10 नौकरा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मनपर्छ। सोसियल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमाले सिकाउँदैन। एमाले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मनपर्छ। र म यहाँलाई अनुरोध गर्न चाहन्छु, हामी सबैमा योजना छन्, भिजन छन्, स्ट्र्याटेजी छन्, सबैभन्दा ठुलो हामीमा शक्ति छ, किनभने हामी युवा हौँ र हामी युवा भएर, उमेरले युवा भएर मात्र पुग्दैन। अबको आवश्यकता हो सक्षम युवाको, असल युवाको, इमानदारी युवाको, जिम्मेवार युवाको र राष्ट्रवादी युवाको र देशका लागि केही गर्छु भनेर हुटहुटी भएको युवाको आवश्यकता छ। यो समाजको आजको आवश्यकता हो र यो हाम्रो आफ्नो पार्टीको पनि आवश्यकता हो। नयाँ ऊर्जा थप्नका लागि, नयाँ भिजन थप्नका लागि र सँगसँगै पार्टीलाई नयाँ आयाम थप्नका लागि पनि युवा, सक्षम युवा, असल युवा र सँगसँगै राष्ट्रवादी युवाको खाँचो छ। त्यसकारण यही मञ्चबाट म यहाँ सम्पूर्ण युवाहरूलाई आह्वान गर्न चाहन्छु, आउनुहोस् हातेमालो गरौँ, आउनुहोस् देश निर्माणका लागि सँगसँगै जुटौँ, आउनुहोस् हामी एकजुट बनौँ, हामीले राम्रो गर्न सक्छ भन्ने उदाहरण बनाऊ, आउनुहोस् सबै कुरा त्यागेर हामीले देशलाई अघि सार्नका लागि अघि बढौँ र यसका लागि राजनीति नै गर्नुपर्छ भन्ने छैन है। यसका लागि तपाईँ हामी जुन जुन ठाउँमा छौँ, तपाईँ हामी जुन जुन पेसामा छौँ, जुन जुन क्षेत्रमा छौँ, त्यही क्षेत्रबाट असल भएर देशलाई योगदान पुर्याउने समय हो। आफ्नो प्रोफेसनबाट देशलाई अघि बढाउने समय हो। त्यसकारण we not just live in the history, हामी इतिहासमा मात्र जिउँदैनौँ, we write the history and it's the right time to write the history in a glorious way. देशको स्वर्णिम इतिहास कोर्ने अब तपाईँ हामीमा अभिभार आएको छ। त्यसका लागि आँट गरौँ, त्यसका लागि सपना देखौँ र त्यसलाई पुरा पनि गरौँ। जसले आँट गर्छ, सपना देख्छ, त्यसैले पुरा गर्ने हो। र हाम्रो पार्टी we work for people, we don't work for short term result, we work for long term impact because we follow the vision, we don't follow the trend. हल्लाको पछि हामी लाग्दैनौँ र धेरैजनाले अहिले
गर्छौँ धेरैजनाले स्टन्ट गर्नुहुन्छ बोल्नुहुन्छ पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ तर स्टन्ट गरेर देश बन्दैन स्टन्ट गरेर देश बन्छ स्टन्ट गरेर देश बन्छ देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ काममा इमानदारिता हुनुपर्छ त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौँ काम गर्ने युवा बनौँ त्यसकारण हामी अराजक युवा होइनौँ अनुशासित युवा बनौँ and let's not be the complainer only let's be the solution maker समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन समस्या आइपर्यो भने समस्यालाई अगाडि जुझ्ने त्यो समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरूले our country needs us यो देशलाई हामी युवा सक्षम युवाको खाँचो छ यो देशलाई असल युवाको खाँचो छ थुदेयत देखियो खचा छिक्पी झी तक्को खत्तोता देश त न्हनि एकु खचा छप्प छदी जुगु इ वे दुगु our country needs us thank you